परमेश्वरी की जय होस्। वासुदेव भगवान श्री पशुपतिनाथ की जय होस्। शिव पार्वती की जय होस्। पार्वती माता की जय होस्। शिवस्तानी परमेश्वरी की जय होस्। शिवस्तानी परमेश्वरी हामी सबै परमेश्वरीको कल्याण गरौँ, इच्छा गर्नुहोस्। Ini ya punya, ini soal पहिला सिधा छुन सक्नुहुन्छ। ठुलो श्री स्वस्थानी व्रत कथा माघ महात्म्य कथा वाचक समेत फुलहरू कथा वाचक समेत श्रोताले वचन्दन अक्षता फुल लिएर हात जोड्नु, वक्ताले प्रार्थना पढ्नु। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्नति दिव्यैस्तवैरैदै साङ्पत्क्रमोपनिषदै गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्द्रचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रवीरसन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसादाद्वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। यो प्रार्थना सकेर पुष्पाञ्जली चढाई नमस्कार गर्नु अघि वाचकले कथा भन्न थाल्नु, श्रोताले एकचित्त भएर कथा सुन्नु। श्री स्वस्थानी परमेश्वरी की जय होस्। आज माघ 18 गते श्री स्वस्थानी व्रत कथाको आज सँगै गर्ने शुभ दिन। यहाँहरू समक्ष स्वस्थानी व्रत कथाको 28औं अध्याय वाचन गरेको अनुरोध गर्न चाहन्छु। यहाँ सम्पूर्णले स्वागत गर्दै ज्ञान अभिवादन पनि गर्न चाहन्छु। श्री स्वस्थानी माता की जय होस्। श्री स्वस्थानी परमेश्वरी की जय होस्। राष्ट्रदेव भगवान श्री पशुपतिनाथ की जय होस्। श्री पार्वती माता की जय होस्। राधे राधे। जय श्री कृष्ण, जय श्री राम, जय सीता माता की जय होस्। जय हनुमान भगवान की जय होस्। सम्पूर्ण 33 कोटी देवी देवता की जय होस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। तहाँ उपरान्त कपिल ब्राह्मण भात लिएर चन्द्रावती निर पुगे। चन्द्रावतीले ती दुई भाइ ब्राह्मणलाई देखेर मलाई पनि केही ल्याइदिएको छ भनी सोधिन्। ब्राह्मणहरूले भने, त अघोर कि पापिनी रहेछस्, तेरो निमित्त हामीलाई साह्रै लाज मर्नु भयो। तँलाई दिन भनेर हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगयो। यो भात राजमातालाई भनेर पकाइराखेको रहेछ, त्यही दिएर ल्याइदिएका छौँ भने सुम्पे। त्यो भात पाउने बित्तिकै चन्द्रावती खान तम्सिन्। कपिल ब्राह्मणले भने, हे पापिनी, यस्तो अवस्थामा पर्दा पनि तँलाई धर्मको चेष्टा रहेनछ। मुख धोएर खा। तेरो अवस्था देख्दा हामीलाई करुणा हुन गयो। उपदेश दिन्छौ सुन। निरञ्जन निराकार श्री स्वस्थानी देवीको व्रत गर। ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश भएर उद्धार होला भन्ने उपदेश दिएर भने गए। चन्द्रावती बडो कष्टले 4 हात गोडा टेकेर मुख धुन शालिनी नदीमा गइन्। चन्द्रावती आएकी देखेर शाली नदी पनि सुक्दै गइन्। तब ती रुँदै कराउँदै मुख नधोई
भात खान भनी हातमा लिइन्, खरानी भयो। त्यो खरानी पनि खान खोज्दा बतास आएर उडाइदियो। अनि चन्द्रावती रुख ढले झैँ ढली भूमिमा परी मूर्छा भएर अत्यन्त दुःख भोग गरिरहिन्। कहिले कहिले चेष्टा हुँदा मैले कस्तो अपराध गरेकी रहेछु भनी पीर मानी 5 वर्ष पर्यन्त त्यही कहिले मूर्छा हुने कहिले चेष्टा हुने भएर रहिन्। पौष शुक्ल पूर्णिमा आयो र स्वर्गदेखि अप्सराहरू श्री स्वस्थानीको व्रत प्रारम्भ गर्न सालिन नदीमा तीरमा स्नान गर्न आए। तिनीहरूलाई देखेर अनिजी गई, तपाईँहरू को हुनुहुन्छ? म पापिनी, हिँड्न डुल्न सक्दिनँ, कसैले केही दिँदैन, भोकी छु, केही अन्न भए पाऊँ, मेरो कसरी उद्धार होला भनिन्। तब अप्सराहरू भन्दछन्, हे पापिनी, हामी इन्द्रका अप्सरा हौँ। आज पौष शुक्ल पूर्णिमा हो। श्री स्वस्थानी व्रत प्रारम्भ गर्न स्वर्गदेखि आएका हौँ। तेरो दशा देखेर हामीलाई अति करुणा भयो। तँ पनि यही व्रत गर, सम्पूर्ण पाप नाश भएर उद्धार होला। अप्सराहरूले भनेको यस्तो सुनि चन्द्रावती आफ्नो मनमा विचार्छिन्, मैले अरू पाप त गरेँ जस्तो लाग्दैन। डोलेहरूले श्री स्वस्थानी प्रसाद भनिदिएको प्रसाद अहङ्कारले थुकी कुल्ची मिल्काएर निन्दा पनि गरेथे, त्यही पाप लागेछ। म डोलीदेखि खसेथेँ, डोलेहरू कहीँ गए केही पत्तो भएन। कवि ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ने उपदेश दिएका थिए। अप्सराहरूले पनि त्यही भने। श्री स्वस्थानी परमेश्वरी भनेको ठुलो देवी रहेछन्। मनुष्यहरू अहङ्कारले नासिदा रहेछन्। मैले पनि अहङ्कार गर्दा यो अवस्था भयो। म पनि अब त्यही व्रत गर्छु। यस्तो विचार गरी चन्द्रवतीले हात जोडेर अप्सराहरूलाई भनिन्, व्रत विधि आज्ञा होस्। तब अप्सराहरू भन्दछन्, असोज पौष शुक्ल पूर्णिमा हो। आजका दिनदेखि हात गोडा नङ काटी स्नान गरी शुद्ध भई एक छाक खाई महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु, श्री स्वस्थानी कथा सुन्नु, नभए वनले सम्झनु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 6 अक्षता, बेली पुष्प, रोटी, मिठाई, यज्ञ सूत्र, सुपारीका कुडका, पान, जातका फूल, नाना वस्तु तयार पारी औँसीमा ओंकार लेखी गङ्गाजलले स्नान गराउनु। फूल, माला, कसुरी, मेवा, मिष्टान्न, फल, नैवेद्य, वस्त्र भेटी चढाई एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको पूजा गरी स्तोत्र पाठ गर्नु। ध्यान सकी अर्घ दिएर हे ईश्वरी भनेर वर माग्नु र प्रसाद जित्न। अष्टोत्तर 100मा 8 रोटी, अक्षता, पान, यज्ञ सूत्र, सुपारी, कुडका 8 सगुन समेत पतिलाई दिनु। पनि नभए छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए गङ्गामा लगी मेरो फलानु कामना पुरा होस् भनेर बगाइदिनु। 100 रोटीहरू आफूले फलाहार गर्नु, राति जागराम गर्नु। यति गरेपछि तेरा सबै दुःख नाश भई इच्छा सिद्धि पनि होला। हे पापिनी, अन्यथा नमान भनेर अप्सरा गएपछि चन्द्रावतीले साली नदीमा स्नान गरी एक भक्त रही एक चित्तले नित्य मध्याह्न कालमा महादेवको पूजा गरी श्री स्वस्थानी परमेश्वरलाई मनले सम्झिरहिन्। व्रत गर्न थालेपछि कुष्ठ रोग घट्दै गयो, दिव्य देह हुँदै आयो। माघ शुक्ल पूर्णिमा आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत पुरा गर्न स्वर्गदेखि उनै अप्सराहरू फेरि आएर साली नदीका किनारमा श्री स्वस्थानी देवीको पूजा गर्न लागे। चन्द्रावतीले त्यो देखिन् र नजिक गएर, हे अप्सरा हो, तपाईँहरूको आज्ञाले आजसम्म व्रत गरे, अब पूजा गर्नलाई सामग्री केही छैन, कसो गरौँ भनिन्। अप्सराहरूले, हे पापिनी, नदीदेखि बालुवा ल्याएर सामग्री बनाई हाम्रो संसारमा व्रत गर भने। चन्द्रावतीले लौ भनी नदीको बालुवाले सामग्री बनाइन्। श्री स्वस्थानी परमेश्वरीको व्रत प्रभावले चन्द्रावतीले त्यो ल्याएका बालुवाको सामग्री सिद्ध भयो। त्यो देखि मनमा आनन्द मानेर अप्सराहरूसित गएर बालुवाको सामग्री सिद्ध भएको कुरा भनिन्। चन्द्रावतीका कुरा सुनि तिनको दिव्य देह भएको देखेर आश्चर्य मानी अप्सराहरूले, हामी तँलाई अघि पापिनी भन्दथ्यौँ, अब तेरो पाउ पुण्यवती राख्यौ, तेरो नाउँ पुण्यवती राख्यौँ भनी आफ्ना संसर्गमा विधिपूर्वक व्रत गराए। चन्द्रावतीले पनि अर्ध दिई स्तुति गर्न लागिन्, हे ईश्वरी, तपाईँलाई कोटि कोटि नमस्कार गर्छु छ। हे जगदम्बे, मैले अघि अहङ्कारले जो अनादर गरे त्यो अपराध क्षमा गर्नुहोस्। यावत
जीवात्माको हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेकी हजुरलाई कोटी कोटी नमस्कार गर्छु। एक मूर्तिबाट ब्रह्मा विष्णु शिव भन्ने नामले 3 मूर्ति भएर संसारको चक्र चलाउने आदि शक्ति स्वरूपा हजुरलाई कोटी कोटी नमस्कार छ। विराट र परमाणु स्वरूप पनि तपाईँ, देवताको देवता पनि तपाईँ, त्रिलोकमा देखिएका सबै तपाईँ, मायाका भ्रान्तिले अनेक रूप देखिने अनन्त शक्ति रूपमा स्वरूपा हजुरलाई कोटी कोटी नमस्कार छ। हजुरको स्तुति गर्न ब्रह्मा, शेष, नाग, सरस्वती पनि समर्थ छैन। म स्त्री जातिले कसरी सकुला? तसर्थ यस पापिनीका पूजादेखि प्रसन्न भएर यो अर्ध लिनुहोस् भनेर अर्ध दिन पूजा सकिएपछि, हे पुण्यवती, अब हामी जान्छौँ भनेर अप्सराहरू स्वर्ग गए। अप्सराहरू गएपछि खरको झुप्रो बनाई चन्द्रावती त्यहीँ जागरण गरेर रहिन्। भोलिपल्ट 8 रोटी 8 अक्षता इत्यादि लिएर मेरा स्वामी नवराजसहित चाँडो भेट होस् भनेर सारी नदीमा बगाइदिइन्। 100 रोटी आफूले फलाहार गरिन्। शिशोस्तानी परमेश्वरीको व्रतका प्रभावले दिव्य स्वरूपकी भइन्। इति श्री स्कन्दे पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे शिशोस्तानी परमेश्वर्या व्रतकथा चन्द्रावती व्रतकृतं नाम 28औं अध्याय। यो 28औं अध्याय सम्पन्न भएको छ। अब म यसै गरेर 29औं अध्याय वाचन गर्ने यहाँसँग अनुरोध गर्न चाहन्छु। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तहाँ उपरान्त चन्द्रावती ब्राह्मणीले बगाएका 8 रोटी मध्ये 4 रोटी नागले पार र त्यो रोटी लिएर, यस्तो अपूर्व रोटी कसले बगाएछ? म घर नगएको 12 वर्ष भयो। अब यो रोटी मेरी स्त्रीलाई नखुवाई म एक्लै कसरी खाऊँ? अब घर गएर 2 रोटी बाँडी खाउँला भनी घर जान हिँडे। अर्को 4 रोटी संयोगले नागिनीले फेला पारिन्। यस्तो असल रोटी कसले बगाएछ? मेरो स्वामी परदेश गएको 12 वर्ष भयो। कहाँ गए केही छैन। उनलाई खान नदिई एक्लै म कसरी खाऊँ? यस्तो विचार मनमा उठ्यो र खबर गर्दै जाँदा सारी नदी र समुद्रको दोबारमा शिशोस्तानी परमेश्वरीको प्रसादका प्रभावले नाग र नागिनीको भेट भयो। नागिनीले साह्रै हर्ष मानी, हे स्वामी, तपाईँ निष्ठुर भएर मलाई एक्लै छाडी यतिका दिनसम्म कहाँ बस्नुभएको थियो? मेरो भाग्यको उदय भयो र आज दर्शन पाएँ। कसैले बगाई पठाएको अपूर्व रोटी पाएँ। तपाईँले नखाई एक्लै कसरी खाऊँ? दुई रोटी बाँडी खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोजी गर्दै आएँ। दर्शन मिल्दा सन्तोष भयो। लौ खानुहोस् भनेर 2 रोटी दिइन्। त्यो रोटी देखेर नाग भन्छन्, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु। तिमीलाई नखुवाई कसरी खाऊँ? 2 रोटी बाँडी खाने इच्छाले आएँ। तिम्रो मुख देखेर सन्तोष भयो। लौ खाऊ भनेर 2 रोटी दिए। दुवै स्त्री पुरुषले खाइसकेपछि नागिनी नागका काखमा बसी आनन्द मनाए। तब नाग भन्दछन्, हे प्रिय, 12 वर्षसम्म वियोग भएका यसै रोटीका प्रभावले राम्रो आज भेट भयो। जसले यो रोटी बगाई पठायो त्यसको भोलि नै इच्छा सिद्ध होस्, लक्ष्मी प्राप्त होउन्, शत्रु नाश होउन् भन्ने अनेकौं आशिष दिए। पतिको आशिष सुनेर नागिनी भन्दिछिन्, हे स्वामी, त्यसैलाई म पनि आशिष दिन्छु। नवग्रहले पीडा नदिउन्, त्यसदेखि प्रसन्न रहून्, भूत प्रेतको पनि पीडा गर्न नसकुन्, राज्यलक्ष्मी त्यसका वश रहून्। फेरि हामी झैँ पति पत्नी छुट्टिएका भए पनि चाँडै नै भेट होस् भनिन्। यसरी चन्द्रावती ब्राह्मणीलाई आशिष दिएर नाग नागिनी आफूना घर गए। ता उपरान्त लावण्य देशका नर नारी साली नदीमा स्नान गर्न जाँदा एक्लै बसेकी चन्द्रावती ब्राह्मणीलाई देखि, तिमी देवकन्या, विद्याधर कन्या, नागकन्या अथवा स्वर्गकी अप्सरा को हौ? यसरी किन बसेकी भनेर सुध्याए।
लोकहरूको कुरा सुनेर हे जनता हो, म देवकन्या नागकन्या अप्सराहरूमा कोही होइन, बलुनपुरकी अग्निस्वामी नाम गरेका ब्राह्मणकी पुत्री चन्द्रावती नाम गरेकी हुँ। गोमा ब्राह्मणीका पुत्र नवराज ब्राह्मणीका धर्मपत्नी हुँ। हिजो स्वर्गका अप्सराले यहाँ श्री स्वस्थानी व्रत गरेर मैले पनि उनैको संसर्गमा व्रत गरेँ, राति जागरण गरेँ भनिन्। लावण्य देशका लोकले आश्चर्य मानी यो कुरा हो होइन भन्ने निर्णय गर्न नवराज राजा छेउ पुर्याउने सल्लाह गरे। नवराज महाराजका सामुन्ने पुगी हे महाराज भनेर चन्द्रावतीले भनेको कुरा सबै बिन्ती चढाए। साली नदीको तीरमा एक्लै बसेकी छन्, यो कुरा के कसो हो विचार होस्। यस्तो आफ्ना प्रजाले भनेको सुनेर नवराजले चन्द्रावतीलाई सम्झे। हे लोक हो, तिमीहरूले भलो कुरा भन्यौ, चन्द्रावती ब्राह्मणी मेरो स्त्री हो। राज्यको मदले बिर्सिरहेको थिएँ, अब तिमीहरू गएर डाकेर ल्याऊ भनेर नरवाहन पाल्की नाना वस्त्र अलङ्कार दिएर पठाए। मन्त्रीलाई डाकेर हे मन्त्री, मेरो धर्मपत्नी चन्द्रावती साली नदीको तीरमा बसेकी छ रे, सिन्दुर यात्रा गरेर आफू समेत भई दरबारमा ल्याउने काम गर भन्ने आज्ञा दिए। म पनि लिन आउनेछु भने। फेरि मेरो सवारीका निमित्त पनि तयार गर्न लगाऊ भने। मन्त्रीले राजाज्ञा सुनेर हवस् भनी लोकहरू लिएर आफै साली नदीका तीरमा गए। मन्त्रीले गए चन्द्रावतीलाई दण्डवत गरेर हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएको यो पालकी वस्त्रालङ्कार ल्याएकी छु, यो पहिरी चाँडै सवारी होस् भने। मन्त्रीका यस्ता कुरा सुनेपछि हामी स्वामीलाई सम्झेर हे स्वस्थानी परमेश्वरी, मेरा पतिसित चाँडै भेट होस् भनेर हिजो व्रत पूजा गरेथे। आज प्रत्यक्ष दर्शन पाउने भएँ। हे करुणामय भक्तवत्सल, तपाईँलाई कोटि कोटि नमस्कार छ। पापिनी नाम भई दुःखको समुद्रमा बसिरहेकीलाई पार गर्नुभयो। हे त्रैलोक्यकी मालिक, हजुरलाई कोटि कोटि नमस्कार छ। तपाईँका कृपाले म पनि अब रानी हुन लागेँ भनेर हर्षले गदगद हुँदै वस्त्रालङ्कार पहिरी पाल्कीमा चढी लोक समेत भएर लावण्य देश जान हिँडिन्। सहर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले पाकेको भात छाडी छोराछोरी रुवाई खाँदै जुठै हात मुखले हेर्न निस्कँदा कसैको हात गोडामा चोट लाग्यो। कति लडे पनि हत्तपत्त उठेर हेरे। नवराज राजाले सिन्दुर यात्रा गरी चन्द्रावतीलाई आफ्ना दरबारका अन्तपुरमा लगे। इति श्री स्कन्दे पुराण केदार खण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथाया चन्द्रावती राजगृह प्रवेशो नाम 29औं अध्याय। श्री स्वस्थानी व्रत कथाको आज चाहिँ साङ्गे गर्ने दिनमा हामी वाचन गरिरहेका छौँ। यो स्वस्थानी व्रत कथाबाट धेरै कुराहरू, ज्ञानका धार्मिक कुराहरूको जानकारी प्राप्त हुन सक्यो। शिव पार्वतीको महिमा, सती देवीको महिमा, पार्वतीको महिमा, दान दक्षिणाको महिमा र धर्म गर्दाखेरिको सकारात्मक सोच, धर्म कर्म र ईश्वरप्रतिको भक्तिको महिमाले मान्छेलाई धेरै पुण्य हुन्छ, धेरै राम्रो हुन्छ भन्ने कुरा मैले धेरै कुराहरू जानकारी प्राप्त गर्ने अवसर पाएको छु। त्यसैले आज यो अन्तिम श्लोक, यो चाहिँ 30औं अध्याय, अन्तिम होइन 30औं अध्याय श्लोक वाचन गर्न यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। भक्तजनहरूले कमसेकम मैले यो चाहिँ वाचन गरेको श्री स्वस्थानी व्रत कथाको यो जुन कथा छ, मैले चाहिँ आफ्नो युट्युब च्यानलहरूमा राखेको छु। हामीले एकदम सकारात्मक सोच भएर आध्यात्मिक चिन्तन गर्नुपर्छ भन्ने एउटा चाहिँ म्यासेज जाओस् भनेर मैले यो चाहिँ यहाँहरूमा निवेदन गर्न चाहेँ। अथवा यो 30औं अध्याय म अध्ययन गर्ने अनुमति चाहेँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, चन्द्रावती ब्राह्मणी दरबारमा पुगेपछि नवराज राजा र गोमा रानीलाई साष्टाङ्ग दण्डवत गरिन् र नवराज राजाले राम्रोसित माया गरी आसनमा स्नेहले बसालेर सुध्याए। हे स्त्री चन्द्रावती, तिम्रो मुख नदेखेको आज कति वर्ष भयो?
तिमीलाई लिन दौलेहरू पठाएको थिएँ, तिनीहरू आजसम्म फिरेनन्। तिमीले पनि किन विलम्ब गर्यौ? म महाराज भएको चाल पाइनौ र हो कि मैले त राज्यको सुख भोगले बिर्सिरहेको थिएँ। फेरि सारी नदीको तीरमा आएर किन एक्लै बसे कि? मलाई त लावण्य देशका लोकले भनेर पो थाहा पाएँ। अर्को कुरा, तिमी अघिकी जस्ती छैनौ, बढी तेजिली चम्कने अनुहारकी भइछौ। किन हो? सबै वृत्तान्त भन भने आफ्ना पति नवराज राजाले भनेको सुनि खुसी भएर चन्द्रावती रानी भन्न लागिन्, हे स्वामी, म माइत बसेको थिएँ, हजुरले लिन भनेर डोलेहरू पठाउनु भएछ। राजा भएको खबर तिनका मुखदेखि सुनेर हजुरसित कहिले भेट होला, कहिले दर्शन पाएर आनन्द मनाउला भन्ने इच्छाले हतपताई आएकी थिएँ। त्यो दिन माघ शुक्ल पूर्णिमाको दिन रहेछ। वनमा स्वर्गका अप्सराहरू आएर श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा गर्न लागेको देखि डोली अड्याएर हामीलाई भोग लाग्यो, वनमा केही पाए खाइ आउनेछौँ, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनेर डोली अड्याई मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको ठाउँमा गएर ती अप्सराहरूका संसर्गमा व्रत गरेर प्रसाद लिई म भए ठाउँमा आई प्रसाद दिए। त्यस बेला मलाई अहङ्कारले छोपी डोलीबाट ओर्लेर डोलेहरूका हातबाट प्रसाद खोसी थु गरी ठुकी गोडाले कुल्चेर मिल्काई श्री स्वस्थानी परमेश्वरलाई अनेक तरहको निन्दा गरे। साथै डोलेहरूलाई नराम्रोसित खै गरे। अनि डोलेहरू मदेखि डराई केही भन्न नसकी आँखाबाट बलिन्द्र आँसु खसाली डोली बोकेर केही प्रत्युत्तर नदी हिँडे। साली नदीमा आएर नदी तर्न लाग्दा अकस्मात चन्दुवा टाँगे जस्तो मेघ उठी हुरी चली ठुलो पानी पर्यो। हावाले गर्दा म डोलीबाट खसेर साली नदीका माझमा परेँ। डोलेहरूलाई के कसो भयो, कहाँ गए, त्यो मैले केही थाहा पाइनँ। उहाँपछि नदीका जलदेखि झिकेर कसले कुन पाखामा फालिदिएछ त्यो पनि थाहा पाइनँ। मलाई क्षणमा मूर्छा हुने त फेरि क्षणमै चेष्टा हुने भइरह्यो। म यस्ती हुँ भन्ने कुराको ज्ञान पनि भएन र हलचल गर्न नसकी जहाँको त्यहीँ नदीको तीरमा परिरहेँ। केही कालपछि कपिल नाउँ गरेका ब्राह्मण दुई भाइलाई देखेर कहाँ जान आयौ भनेर मैले सोधेँ। ती दुई ब्राह्मणले राजाका ब्राह्मण भोजनमा जान लागेको भन्दा उसो भए मलाई पनि केही मागेर ल्याइदिनु भनेर पठाए। ब्राह्मणहरू गए। ब्राह्मण भोज गरिसकेर म छेउ आएर, हे पापिनी, तेरो निमित्त हामीलाई लाजमर्नु भयो, किनभने तेरो नाउँ लिने बित्तिकै राजाको खानेकुरा राखेको भण्डार सब सुक्यो। केही दिन जस्तो वस्तु देखिएन। राजमातालाई खान भनी पकाई राखेको भात मात्र रहेछ, त्यो दिएर ल्याइदिएको छ भनेर टपरीमा ल्याएको भात दिए। साह्रो भोक लागेको हुनाले मुखै नधोई भात खान तम्सिए। त्यो देखेर ब्राह्मणहरूले, हे पापिनी, यस्तो दुःखको अवस्थामा पर्दा तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो, मुख धोएर खा। श्री स्वस्थानी परमेश्वरीको व्रत गर, सम्पूर्ण पाप नाश हुनेछ भन्ने ब्राह्मणहरू गए। तब म मुख धुन भनी साली नदीमा गएँ। म गएको देखेर साली नदीको जल सुक्दै घट्दै गयो। जल फेला पार्न सकिन। हार मानेर माथि आई मुख नधोई खान लाग्दा भात खरानी भयो। त्यही खरानी पनि खाउँ भनेर आँट्दा भुमरी बतास रुम लिएर आई उडाएर लग्यो। अब अनेक तरहले रोइ कराई शीत पाप भोग प्यास इत्यादि महादुःख सहेर रहेँ। यस्ता तरहले रहँदा पौष शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गबाट अप्सराहरू साली नदीमा स्नान गर्न आएको मैले देखेँ। 4 हात पाउ टेकेर, तिमीहरू को हौ, केही खानेकुरा भए मलाई देऊ भनेर मागे। के पापले म यस्ती भएँ भने? तब अप्सराहरूले, हामी इन्द्रका अप्सरा हौँ, हो, श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न साली नदीमा स्नान गर्न आएका हौँ। पापिनी,
तेरो अवस्था देखेर हामीलाई अति करुणा भयो। सुन, त पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतको प्रभावले सम्पूर्ण पाप नाश होला, दुःखका समुद्रदेखि पार होलिस् भने म यस्ता अवस्थामा परेकी पापिनीले त्यो व्रत कसरी गरौँ, सामग्री कहाँ पाऊँ, के चाहिन्छ भने। अनि अप्सराहरूले सम्पूर्ण व्रत विधि बताएर आफूहरू स्वर्ग गए। मैले पनि पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरी रहे। महिना दिन पुग्यो र माघ शुक्ल पूर्णिमाको दिन फेरि श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा गर्न अप्सराहरू त्यही आए। हे स्वामी, श्री स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले मेरो कुष्ठ रोग पनि निको भयो, हात गोडा पनि अधिकै जस्तै भए। अनि अप्सराहरू छेउ गए। तिमीहरूका उपदेशले पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो, श्री स्वस्थानी परमेश्वरीको पूजा सामग्री केही छैन। अब कसरी गरौँ भने मेरो यो कुरा सुनिसकेपछि नदीबाट बालुवा ल्याएर सामग्री तुल्या भने मैले पनि साली नदीको बालुवाले सबै सामग्री तुल्याएँ। अनि त्यो सामग्री जे चिताए र बनाएथे त्यो सबै सिद्ध उही भयो। त्यो कुरा अप्सराहरूलाई भने। सामग्री सिद्ध भएको देखि अप्सराहरूले खुसी भएर भने, हे सुन्दरी, तँलाई हामी पापिनी भनेर भन्दथ्यौँ, आजदेखि तिम्रो नाम पुण्यवती भयो भनेर सोही सामग्रीले अप्सराहरूको संसर्गमा मैले पनि व्रत पूर्ण गरेँ। व्रत पूजा सकियो र अप्सराहरू स्वर्ग गए। श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 अक्षता, रोटी, फल फूल, सुपारी, सगुन समेत दिन त्यस बेला हजुर भई बक्सन्नथ्यो। मेरा स्वामीसित चाँडो भेट होस् भनेर साली नदीमा लगेर बगाएँ। 100 रोटी आफूले प्रसाद आहार गरी राति श्री स्वस्थानी परमेश्वरलाई मनले सम्झेर जागा भइरहे। उज्याले भएपछि साली नदीमा स्नान गरी माइत जान तर्खर गर्दा लोकहरू लिन भनेर आए। हे स्वामी, श्री स्वस्थानी परमेश्वरले निन्दा गरेको पापले त्यस्तो अवस्थामा परेको मलाई उनकै ईश्वरीका कृपाले र कपिल ब्राह्मण अप्सराहरूका उपदेशले हजुरको दर्शन पाएँ। श्री स्वस्थानी परमेश्वरी भन्दा ठुलो देवता अर्को कोही रहेनछ। सम्पूर्ण व्रतको व्रत, धर्मको पनि धर्म, कालकी पनि काल, देवताकी पनि देवता, यस्ती ईश्वरीलाई कोटि कोटि नमस्कार भनेर चन्द्रावती रानीले बारम्बार नमस्कार गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथाया चन्द्रावती स्वव्रत कथनम नाम 33मो अध्याय। श्री स्वस्थानी परमेश्वरी जय। मैले केही दिन अगाडि, भनौँ न 1 महिना, आजको ठ्याक्कै 1 महिना अगाडि मलाई मनमा फुर्यो स्वस्थानी भन्ने हाम्रो खै स्वस्थानी कहिलेदेखि भन्ने हो भने मैले चाहिँ मेरो श्रीमतीलाई सोद्धाखेरि आजैबाट हो स्वस्थानी भनेर बिजुले मलाई भन्यो। र हामीसँग स्वस्थानी किताब छ त भन्दाखेरि छ भनेर स्वस्थानी किताब चाहिँ लिएर मलाई ल्याएर देखाउँदा म छक्क परेँ। यसमा चाहिँ म किन छक्क परेँ भने स्वस्थानी आफैमा अपूर्व छ, तर मेरो बुबाले लेख्नुभएको अक्षर श्रीमती श्यामकुमारी श्रेष्ठ, नारायणगढ, गयाधाम, भारत, 2062 पौष 15 गते बुवाले लेख्नुभएको रहेछ। आमाको नाम लेख्नुभएको, त्यसैमा पनि पवित्र बुवाको अक्षर, आमाको नाम देखेर म झन् असाध्यै उत्साहित भएँ र स्वस्थानी भन्ने ल भनेर हामीले स्वस्थानी भन्न सुरु गरेँ। र मलाई त्यति धेरै आइडिया नभएको हुनाले पहिला चाहिँ पटापट अब हौसिएर 2-3-4 अध्याय पनि भन्दै गर्दा त्यो दिन नमिलेर फेरि दोहोऱ्याउनु पर्ने अवस्था आएर फेरि म यो दोस्रो चरणमा स्वस्थानी भनेको र आज साङ्गे गर्ने दिन परेको छ। यो स्वस्थानी गर्नको लागि यो सबै व्यवस्थापन चाँडो मिलाउनलाई मेरो श्रीमती बिजुले धेरै नै मलाई सहयोग गर्यो। यसो श्रीमती पाउनु पनि सौभाग्यको कुरा हो। साह्रै नै धर्मात्मा, साह्रै नै प्रतिपरायण धर्मात्मा श्रीमती मैले पाएको छु। ईश्वरले सधैँ रक्षा गरून्। र यो
भगवान् ईश्वर यो चाहिँ यो मैले कथा पढ्दै गर्दाखेरि शिव पार्वतीको महिमा मैले अघि नै अनुरोध गरेँ। यो के चाहिँ सतीको महिमा, सतीबाट पछि पार्वतीको पुनर्जन्म कसरी भयो भन्ने कुरा पनि मैले यहाँ धेरै कुराहरू जान्न चाहेँ। र पाप धर्म के हो र के यसले चाहिँ दान धर्म गर्दा के पुण्य हुन्छ भन्ने कुराहरू पनि धेरै कुराहरू मैले जानकारी भयो। र म यहाँहरू यो भक्तजनहरूसँग के विनम्र अनुरोध गर्न चाहन्छु भने मान्छे एकदम हाम्रो चाहिँ आस्तिक हुनुपर्छ, सात्विक हुनुपर्छ। हाम्रो चाहिँ सनातन हिन्दू धर्म अनुसार जुन यो स्वस्थानी व्रत कथाको व्रत कथा एकदम अनमोल छ, असाध्य नै। यो म यहाँ भन्यो नि, यहाँ स्पष्ट छ नि, परमेश्वरी यहाँ सम्पूर्ण व्रतको पनि व्रत, धर्मको पनि धर्म, कालको पनि काल, देवताको पनि देवता, यस्ता ईश्वरीलाई कोटि कोटि प्रणाम भनेर भनिएको छ। स्वस्थानीको यो कथा अपरम्पार छ, यो यहाँहरूलाई पनि म अध्ययन गर्न चाहन्छु। र स्वस्थानी माताको कृपा रहोस्। यो आगामी वर्षहरू सधैँ मैले यसरी हरेक वर्ष स्वस्थानी व्रत गर्न यो सौभाग्य पाऊँ। हे माता स्वस्थानी, हे परमेश्वरी, यो अवसर मलाई दिनुहोला भन्दै म यहाँसँग निवेदन भगवान्सँग प्रार्थना गर्न चाहन्छु। र म आज यो स्वस्थानी कथाको अन्तिम अध्याय भनौँ 31औं अध्याय यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, ता उपरान्त यस्ता वचन आफ्नी बुहारी चन्द्रावती रानीले भनेको सुनि गोमा रानी खुसी हुँदै हे श्री स्वस्थानी परमेश्वरी भनी मनले सम्झँदै बुहारी चन्द्रावती रानी छेउ भन्दैछिन्, हे बुहारी, त्यस्तो अवस्थामा परेर पनि ईश्वरीको भक्ति गर्न सके तिमी धन्य रहेछौ। मेरो कुरा पनि सुन। तिम्रो स्वामी नवराज आफ्ना पिताको खबर गर्न गएपछि तिमी पनि माइत गयौ। घरमा कोही नहुनाले मैले धागो काटी ढिकी जाँतो गरी दुःखको दिन बिताइरहेको थिएँ। त्यस्तैमा एक दिन सप्तऋषिहरू आएर मैले दुःख पाएको देखि बुझी बडो दया गरेर, हे गोमा ब्राह्मणी, श्री स्वस्थानी परमेश्वरीको व्रत गर, दुःख नाश होला भनेर व्रत विधि बताएर उपदेश दिए। ऋषिहरूलाई आतिथ्य सत्कार गर्न घरमा कोही थिएन। चर्खामा रहेको धागोको लरिया लिएर पान लिन भनी बरहीको घर गए। अनि आउँदा ऋषिहरू गइसकेका रहेछन्। उनीहरू बसेको पिरुका मुनि 7 गोटा सुनका कौडी छाडेर गएका रहेछन्। त्यो मैले फेला पारेँ। त्यही द्रव्यले सम्पूर्ण सामग्री तयार पारेर पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक व्रत आरम्भ गरेँ। माघ शुक्ल पूर्णिमाका दिन श्री स्वस्थानी परमेश्वरीको व्रत पूजा पूर्ण गरी प्रसाद झिकेर मेरो पुत्रलाई भनी छुट्याएर राखेँ। श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी राति जागा भएर रहेकी थिएँ। रातमा तिम्रो पति नवराज आएर बोलायो। मैले सुनेर बोलाएर भित्र लगी खान पिउन दिएँ। अनि तेरा पिताको के खबर छ भनेर सुध्याएँ। तिम्रो स्वामीले आफ्ना पिता भिक्षा माग्न गएका गङ्गाको तीरमा पुगेर नित्य पूजा गर्न फुल टिप्न लाग्दा रुखको हाँगा भाँचिएर लडी स्वर्गलोक गएको र 10 गात्रादि गरी आएको सबै वृत्तान्त भनेपछि मैले नाना तरको आलाप विलाप गरेर शोक गर्न लागेँ। तिम्रो स्वामी नवराजले शोक नगर्नुहोस् भनेर नाना तरले बुझाएर, हे माता, आज यस बेलासम्म नसुतेर किन बसिरहनु भएको भनी सुध्यायो। हे पुत्र, श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको हो, कुनै ईश्वरीलाई सम्झेर जागा भइरहेको छु भने उज्यालो भएपछि तिम्रो पति नवराज स्नान गर्न गङ्गामा गए र गङ्गादेखि हरिहर प्रत्यक्ष भएर, हे नवराज, तेरी महातारीले श्री स्वस्थानी परमेश्वरको व्रत गरेको देखेर हामी सन्तोष हुन गयौँ। लावण्य देशमा राजा छैनन्। हात्तीलाई राजा खोज्न लगाएको छ। त्यहाँ आएस, तँलाई अभिषेक गर्न लगाउँला, राजा होइजाओलास भनेर वरदान दिएर हरिहर अन्तर्धान भएछन्। तिम्रो स्वामीले सबै वृत्तान्त मसित आएर भने। यस्तो हर्षका कुरा सुनेर श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिए।
र हरिहरका आज्ञाले लावण्य देशका राजा भए भनी आशिष दिएर लावण्य देश जाने आज्ञा दिए। आज उनी ईश्वरीका कृपाले यो ऐश्वर्य पाई सुखी भएका छौँ। अब पनि बाँचुन्जेल सधैँ काल श्री स्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख भोग गरी परलोकमा मरेपछि मोक्षको गति प्राप्त होला भन्ने आशा दिएर अरू उपदेश दिन लगिन्। यस्तो सूर्य छिपेको दिन, चन्द्रमा नभएको रात, उज्यालो र राम्रो हुँदैन। त्यस्तै मनुष्यको पनि असलशील स्वभाव भएकी स्त्री नभएको घर चल्दैन। मेरो वृद्ध अवस्था भयो, तिमी दुवै दिदीबहिनीहरू परस्पर मिली मेरो पुत्र नवराजको सेवा गरी राज्य लक्ष्मीको आदर गरेर रहे भनेर चन्द्रावती रानी र लावण्यवती रानीलाई सम्पूर्ण ढुकुटीको साँचो सुम्पिदिइन्। हे अगस्त्य मुनि, ता उपरान्त चन्द्रावती रानी र लावण्यवती रानी दुवैले हे माता, हजुरका तपस्याले हाम्रो स्वामी राजा र हामी रानी हुन पायौँ, हजुर धन्य हुनुहुन्छ भनेर सासु गोमा रानीका पाउमा परेर धन्यवाद गरी सदैव श्री स्वस्थानी परमेश्वरलाई सम्झी उनैको भक्तिमा श्रद्धा बढाई नवराज राजाले सेवा गर्दै आनन्दपूर्वक रहँदा भए। हे अगस्त्य मुनि, जसले एकचित्त भएर श्रद्धापूर्वक श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला अथवा कथा भक्तिपूर्वक सुन्ला अथवा उनको महिमा महात्म्य लेखाई घरमा राख्ला, त्यसको घरमा दरिद्रले बास पाउने छैन, नवग्रह सदैव रहनेछन्, अकाल मृत्यु पनि हुने छैन, भूत प्रेत पिशाच डाकिनी साकिनीको भय हुने छैन, फेरि त्रिदोष चोर आदिले पनि दुःख दिने छैनन्, ब्रह्मा हत्यादि पाप नाश भएर यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मोक्ष गर्नेछ भनेर स्कन्द कुमारले अगस्त्य ऋषिलाई बताएको कथा यहाँ पनि यथावधि वर्णन गरियो। इति श्री स्कन्दे पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथाया गोमाकृत श्री स्वस्थानी व्रत वृत्तान्त वर्णनम नाम 31औं अध्याय। ठुलो स्वस्थानी व्रत कथा समाप्त्यौं। ठुलो स्वस्थानी व्रत कथा समाप्त्यौं। अब यो आज चाहिँ यो 31औं अध्याय समाप्त भएको छ। हामीले एकदम धार्मिक आस्था राख्यौँ भने हामीले चाहिँ यस्तो संस्कार हाम्रो बाआमाबाट पनि यस्तो धार्मिक संस्कार राखेर हामीलाई यो चाहिँ आज स्वस्थानी व्रत कथा भन्ने व्रत बस्ने र व्रत 1 महिनासम्म स्वस्थानीको कथा वाचन गर्ने सौभाग्य पाएका छौँ। यो यहाँसँग विनम्र अनुरोध गर्न चाहन्छु, भक्तजनहरू, मेरो परिवारजनहरू सम्पूर्णलाई आज हामीले भनेको व्रत कथाले सम्पूर्णलाई लाभ उठाउनु हुनेछ। पक्कै पनि यसले सम्पूर्णलाई रक्षा गर्नेछ। सम्पूर्ण मेरो परिवारलाई, मेरो यो श्रोता वृन्दहरूलाई सबैले रक्षा गर्नेछ। र मलाई जहाँसम्म लाग्छ हामीले सिकेको, मेरो बुबा आमाले हामीलाई भन्नुभएको, संस्कार दिनुभएको, हामीले अरूको राम्रो चितायौँ भने पक्कै पनि हाम्रो पनि राम्रो हुनेछ। र हामीले सधैँ ईश्वरप्रति ध्यान राखेर ईश्वरप्रति चिन्तन गरेर ईश्वर भक्ति गऱ्यौँ भने पक्कै पनि हाम्रो पनि राम्रो हुनेछ। र मैले यो श्री स्वस्थानी व्रत कथामा नपढेन्जेल खासै थाहा हुन्न, पढेपछि चाहिँ बल्ल यहाँ के कुराहरू रहेछ भन्ने कुरा जानकारी हुनमा आउँछ। र फेरि पनि मैले यो स्वस्थानी व्रत कथा मलाई पारायण गर्ने यो 1 महिनासम्म सधैँ दिनहुँ चाँजो पाँजो मिलाइदिने मेरो अर्धाङ्गिनी, मेरो प्यारी श्रीमती प्रिय बिजुलाई म धेरै धेरै आशीर्वाद, ईश्वरको श्री स्वस्थानी माता परमेश्वरको नि आशीर्वाद होस् र निरोगी होस्, राम्रो होस्, स्वस्थ होस् भनी म चाहिँ शुभकामना दिन चाहन्छु। र श्री स्वस्थानी परमेश्वरीको हामीलाई पनि आशीर्वाद होस्, सुख शान्ति समृद्धि र सुस्वास्थ्य प्रदान गरून्। हे स्वस्थानी माता सबैको कल्याण गरून्, हामी परिवारको र भक्तजनहरूको सबैलाई कल्याण गरून् भनेर विनम्रताका साथ प्रार्थना गर्न चाहन्छु। र आगामी वर्षहरूमा पनि श्री स्वस्थानी माताको सधैँ यसरी नै मन एकदम हर्षले विभोर भएर, यसरी आनन्द भएर यसरी म स्वस्थानीको व्रत कथा पढ्न अवसर पाऊँ। यो जुन स्वस्थानीको व्रत कथा मैले 1 महिनासम्म पढ्दाखेरि मेरो मन असाध्यै शान्त, असाध्यै खुसी र हर्षले विभोर भएको छ। यो जुन सौभाग्य मलाई श्री स्वस्थानी परमेश्वरले जहाँबाट मेरो मन यो आज स्वस्थानी भन्ने दिन कहिले हो भनेर मैले जुन सोधेँ
त्यहाँ त्यो दिनदेखि नै मलाई असाध्य नै आनन्दको अनुभूति भएको छ। म त्यसै कारणले भगवान् शिव, भगवान् पार्वती र स्वस्थानी परमेश्वरीसँग विनम्रताका साथ अनुरोध गर्दछु, तपाईँको आशीर्वाद सधैँ सधैँ हामीलाई भइराखोस्। सधैँ सधैँ सुख शान्ति समृद्धि सुस्वास्थ्य प्रदान गर्नुहोस्। हे माता, हे स्वस्थानी परमेश्वरी, आशीर्वाद प्रदान गरौँ र आगामी वर्षहरूमा नि हजुरको सेवालाई अझ मैले केही भन्दै गर्दा यो महिनामा व्रत बस्दै गर्दा यो पहिलोपटक मैले व्रत बसेर यसरी स्वस्थानी पाठ गरेको बुवाआमाहरूले गर्नुभएको अलिअलि याद छ। अब यसरी आगामी वर्षहरूमा यसरी स्वस्थानी व्रत गर्दा अझ योभन्दा परिष्कृत भएर अझ सुधार गरेर अझ मैले यसलाई अझ चाहिँ राम्रोसँग अझ राम्रो सुधार गरेर मैले गर्नुपर्ने कुराहरूलाई ध्यान दिएर अझ पनि म व्रत बस्न सकौँ भन्ने मलाई आशीर्वाद दिनुहोस् स्वस्थानी परमेश्वरी। म अब कथाको यो चाहिँ सकेपछि भन्नुपर्ने यो श्लोक अन्तिम श्लोक म यहाँसँग निवेदन गर्न चाहन्छु। उपनयतु मङ्गलं व सकल जगन्मङ्गलाय श्रीमान् दिनकर किरण निबोधित नवनलिन नरनिवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशो अयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु सर्वदा सदं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतोदार कथा प्रसंग या कुन्देन्दु तुषार हार धवला या शुभ्र वस्त्रा अवृता या वीणा वरदंड मंडित करा या श्वेत पद्मासना या ब्रह्मा अच्युत शंकर प्रवृत्ति वि देवै सदा वंदिता सामा पातु सरस्वती भगवती निशेष जाड पाया जाड या पहा कायन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद् सत्कलं परस्मै नारायणायति समर्पयेत्। सबै पुष्पाञ्जली चढाएर नमस्कार गर्नु, आफूले चढाएको वर माग्नु, समापन सुनाउनु। अब मैले यहाँहरूसँग निवेदन फेरि गर्न के चाहेँ भने यो संस्कृतको श्लोकहरू पढ्नलाई हामी अब त्यति प्र्याक्टिस नभइरहेको हुनाले तैपनि मैले एक महिनासम्म पढ्दाखेरि धेरै नै मैले कस्तो गरेँ राम्रै पढेँ जस्तो लाग्छ होइन। सुधार धेरै सुधारहरू र आगामी वर्षहरू अझ पनि सुधार गर्नेछु भन्ने मलाई लाग्छ। र फेरि पनि यो मैले एक महिना कसरी यो बित्यो र मलाई त सधैँ दिन मलाई भान हुन्थ्यो यो स्वस्थानी व्रत बेला कथा हामी हिजोसम्म सधैँ साँझ राति चाहिँ भन्ने गर्थ्यौँ। कहिले राति होला स्वस्थानी भन्ने पाउँला भनेर यसरी चाहिँ मलाई उत्सुकता भइरहन्थ्यो। सधैँ स्वस्थानी माताको आशीर्वाद कृपा सधैँ यसरी भइराखोस्। मैले अघि नै अनुरोध गरेँ, धर्म रक्षति रक्षत भन्छ। हामी सनातन धर्ममा यसरी नै आस्था राख्न पाऊँ। सधैँ शिव पार्वतीको आशीर्वाद हामीलाई भइराखोस्, स्वस्थानीको परमेश्वरीको आशीर्वाद भइराखोस्। आगामी दिनहरूमा नि हामी सधैँ श्री स्वस्थानी व्रत कथा भन्ने मलाई जुन एउटा हौसला, जुन एउटा मनमा सात्विक भावना जुन आएको छ, यो चाहिँ निरन्तर रहिरहोस्। स्वस्थानी परमेश्वरीको कृपा रहिरहोस् र स्वस्थानी परमेश्वरले हाम्रो सबै भक्तजनहरूलाई, हाम्रो परिवार भक्तजनहरूलाई सम्पूर्णलाई सुख शान्ति समृद्धि प्रदान गरून्। श्री स्वस्थानी माता की जय होस्, श्री स्वस्थानी परमेश्वरी की जय होस्, भगवान शिव शंकर की जय होस्। राधे राधे, श्री कृष्ण श्री नारायण भगवान की जय होस्।